हेलो एभ्रिवान, हाउ यु? अनि के छ खबर? अनि सन्चो बिसन्चो आराम होला सबैले। नमस्कार। अनि म जाँदैछु आज, जाँदैछु दाइको रुममा। दाइको रुम जाने बाटो चाहिँ यस्तो रहेछ है। ठाउँको नाम चाहिँ के, गगलफेदी के अरे। ठाउँ चाहिँ बगल छ, जेउस होइन। ठाउँ चाहिँ दामी छ हो। पुरै गाउँ जस्तै छ कि यो चाहिँ, क्या रमाइलो। जाँदैछु सट्ट लाएर टक्कसँग। गगलफेदी ठाउँको नाम पनि के टक्कसँगले। वाह, भेरी नाइस। आज आज चाहिँ दाइको रुममा, तर म चाहिँ स्वयम्भूदेखि दाइको रुममा जानेछु। यति टाढो रहेछ कि, यति टाढो रहेछ कि आम्मा, बडो गाह्रो रहेछ ब्रो। अब सट्ट आएर जाँदैछु होइन। यता यस्तो राम्रो धानहरू फुलिरहेको छ, सरर लाएर म जाँदैछु। अब गएर यसो तपाईँहरूलाई देखाउँछु होइन, त्यहाँ गएर। अहिले कति चाहिँ टाढो हो के, कति चाहिँ टाढो, लास्ट टाढो रहेछ यार, यस्तै टाढो रहेछ यार। के छ टाढो रहेछ, टाढो चाहिँ तिनीरै टाढो रहेछ। हिँडै छ कि होइन, टाढो पनि बबाल टाढो रहेछ यार। हिँड्दा हिँड्दा थाकेँ, घामले पोलेर त्यस्तै होइन, यस्तै घामले पोलेर। टाढो पनि तिनीरै टाढो छ, के गर्नु, गाह्रो छ। टाढो भयो भने जानुपर्छ फेरि यसो भेटघाट गर्नुको लागि। के गर्नु, यस्तै छ, लास्ट टाढो रहेछ हजुर, लास्ट। अम्बरहरू टुन्न रहेछ यतातिर, अम्बरटिको खानु छ क्या यार, अम्बरटिको खानु छ क्या यार, अम्बरटिको खानु छ क्या। अम्बा पाकेको रहेछ है, काँचो रहेछ। पाकेको चाहिँ रहेछ, काँचो रहेछ। मिठो हुन्छ हुँदैन यार। काँचो काँचो छ। यो खायो भने भएर फेरि छेरेर राखेर हुन्छ यार। यस्तो चिज खानु हुँदैन। यस्तै छ, के गर्नु। कति टाढो छ अझै पनि यार, हिँड्दा हिँड्दा थाकिसक्यो यार। ल गाइज, अब फाइनली बल्ल बल्ल दाइको रुम भेट्यो। दाइको रुमभित्र जाँदैछु। रुमभित्र चाहिँ होइन, बाटो, रुममा जाने बाटो जाँदैछु। बल्ल बल्ल आइपुगेँ, खुट्टा दुखेर होइन। घर चाहिँ कुन चाहिँ यस्तो दामी रहेछ यार, त्यो त ठाउँ चाहिँ बबाल रहेछ। ल, ठाउँ चाहिँ बबाल रहेछ। अब यो कुन चाहिँ घर हो, अब यस्तोसँग आउँदैछ साह्रो। कतिर